सो हेलो नमस्ते सबैजनालाई यो सबैजना सन्चै म पनि सन्चै आरामै सो आज चाहिँ केटाहरूसँग बल हेरेर टक्कसँग हाम्रो केटाहरू चाहिँ अगाडि हाम्रो केटाहरू हिरो पारामा यस्तो डेन्जरमा सो हामी चाहिँ बाटो हिँड्दै बाटो बन्दै अब यस्तो हुक्का खाने प्लानमा हिँडेको हामी चाहिँ टक्क बाटो हेर्न सक्नुहुन्छ हाम्रो एकातिर चाहिँ पिच भयो यतातिर चाहिँ भएन टक्क हामी डिप्पी पारामा केटाहरू भएर टक्क पैसा बोकेर मोबाइल बोकेर हाम्रो काले बाइक इन्ट्री चाहिँ यहाँ आम्बो सक्दैन नि फेरि हामीसँग एकजना आज स्पेसल मान्छे अनि फेरिको बेस्ट चाहिँ मान्छे हामीसँग को भन्दा हाम्रो काले भाइ आमा सक्दैन नि फेरि त्यो साथी के छ हालखबर ठिक छ नि यस्तो हिरो पारामा हाम्रो पाडा भाइलाई फेरि कहिले जित्न पनि सक्दैन है त टक्क चिसो मौसममा अलिकति यस्तो अब कहानी भन्दा हामी पिज्जाको हाम्रो सेन्टर चाहिँ पिज्जा हाउस हो पिज्जा हाउसमा टक्कसँग जाँदै टक्क रमाइलोसँगले यस्तो हुन्छ नि अब जिन्दगी रमाइलो चाहिँ गर्नैपर्छ भन्ने यति चाहिँ मलाई थाहा शनिबार अब काम गरेपछि अब शनिबार कुर्न नि 1 हप्ता लाग्छ होइन त्यही भएर हामी चाहिँ आज बल्सल हेऱ्यो दिपुनगर चाहिँ जित्यो आनन्दसँगले अब रमाइलो हुन्छ केटाहरूसँग यस्तो केटाहरूले जिस्काउँदै यता के त आँगाले हाम्रो किशोरहरूले टक्क जिस्काउँदै हिँड्यो नि त जेस रमाइलो छ जिन्दगीलाई हाम्रो काले भाइ के भन्दैन त 2 शब्द भन्दैछ मासले काले है यस्तो बाटै रहिला हान्दै हाम्रो केटाहरूको इन्टे मैले केटाहरूको फेरि एउटा बोली चाहिँ दामी लाग्छ यस्तो केटाहरू पनि बाइकमा जानुपर्छ कुनै बेला हाम्रो केटाहरूको पारामा हाम्रो दाइलाई हेर्नु न यस्तो के डेन्जर ट्रिपमा के अरे हिस्ट्री किशोर कता नापि हिँड्ने आज फेरि धेरै हाम्रो किशोर छड्के यस्तो लाउँछ कि फेरि त्यही भएर हिरो अन्त चाल भाइलाई पनि छोडेन हाम्रो सरले भाइलाई पनि छोड्नु भएन भाइ चाहिँ पछाडिबाट भागी डराइ जानुभयो यस्तो भन्दै आजको भ्लग बाइक